गएको हप्ता जति पनि कमाइ हुन्छ इन्ड्राइभबाट मैले यो दाइलाई सहयोग गर्ने भनेको थिएँ र त्यही छाता सहयोग गर्ने हिसाबमा आज असनमा छाता हेरियो। छाता सबै यसो छान्दाखेरिमा यो डिफ्रेन्ट कलरको छातावाला चाहिँ मन पर्यो र राम्रो पनि छ, एकदम लार्ज साइज पनि देखियो। त्यो दाइलाई ठिक्क हुने त्यहाँ राख्दा, घाम पानीबाट जोगिने। र मैले स्कुटरमा यसरी बोकेर असन गएर एउटा छानेर पनि लिएर आएँ र अब जौलाखेल पुग्दैछु। लगभग जौलाखेल पुग्नै आँटेँ र यो दाइ त्यहाँ व्यस्त हुनुहुन्छ काम गर्नमा, आफ्नो जुत्ता सिलाउँदै हुनुहुन्छ। म चाहिँ यहाँ रोकेर सरप्राइज पनि हुन्छ होला भनेर पछाडिबाट यसो रोकेर हेर्दैछु र ठ्याक्कै दाइसँग भेट भयो। दाइले यसो खोलेर हेर्नुभयो, दाइले पनि राम्रो लागेको छ, एकदम खुसी हुनुहुन्छ दाइ पनि। अब यस्तै सानो स्किल भएको मान्छेहरूलाई चाहिँ हेल्प गर्ने भन्ने उसले म अगाडि बढिरहेको छु र सरकारले पनि यिनीहरूको व्यवस्थापन यिनीहरूलाई कसरी हुन्छ खुसी पार्ने हिसाबमा यसले गर्दा देशको इकोनोमी पनि राम्रो हुन्छ भन्ने मेरो पनि विश्वास छ। र यसले गर्दा चाहिँ अलिअलि यो मान्छेहरूलाई यहीँ नेपालमै केही स्वरोजगार हुन चाहिँ हेल्प गर्छ। त्यही भएर आजको लागि चाहिँ यति नै। थ्याङ्क यू एभ्री वान फर वाचिङ।